चट्ट कालो चस्मा, मन्द मुस्कान, शिरमा ढाका टोपी लगाएका यी व्यक्ति चान्चुने व्यक्ति होइनन्। इतो रासुपा सभापति रवि लामिछाने सहित जीवी राईलाई सहकारी ठगेको आरोपमा मुद्दा दर्ता गराउने महानुभाव हुन्। जो चोर उसकै ठुलो चोर भने जस्तै उनी यति बेला फन्दामा परेका छन्। पहिले रवि र जीवीलाई चर्को स्वरमा सहकारी ठगको आरोप लगाउने यी कृष्ण प्रसाद जैसी आफै सहकारी ठगका मुख्य योजनाकार रहेको तथ्य फेला परेको छ। आफूलाई सहकारी पीडित दाबी गर्ने पोखराका जैसी अरूलाई खनेको खाल्डोमा आफै जाकिएका छन्। अर्थात् जैसी स्वयं सहकारी ठगीका एक नम्बरका नायकी रहेको खुलासा भएको हो। जैसीले नक्कली खाता खडा गरेर सहकारीको 82 लाख रुपियाँ झ्वाम पारेको तथ्य फेला परेपछि यिनलाई प्रहरीले पाता फर्काएर खोरमा जाकेको छ। जैसीले आफू पोखराको सूर्य दर्शन सहकारीको पीडित भएको दाबी गर्दै रवि र जीवी विरुद्ध उजुरी दिने काम गरेका थिए। अझ रमाइलो त जैसीले सहकारी पीडितको तर्फबाट वकालत गर्दै आएका थिए। जैसीले पोखराकै धनुष बचत तथा ऋण सहकारीको 19 करोड 18 लाख रुपियाँ हिनामिनामा संलग्न रहेको छानबिनबाट पुष्टि भएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले पेश गरेको छानबिनमा जैसीले सहकारीको उपसमितिमा बसेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको हो। जैसीले धनुष सहकारीको उपसमितिमा बसेर कृत्रिम खाता मार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। उनी सहित 4 जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जैसीले यसअघि रासुपा सभापति लामिछाने, ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीवी राई लगायत विरुद्ध उजुरी दिएका थिए। उनैले दिएको उजुरीका आधारमा 1 अर्ब 51 करोड रुपियाँको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ। सहकारी पीडित दाबी गर्ने स्वयं सहकारी ठगको नायकी निस्केपछि पोखराको सहकारी घोटालाले नयाँ मोड लिएको छ। आफै सहकारी ठगी गर्ने र अरूलाई धारे हात लगाउने यिनले वास्तविक सहकारी पीडितका अघि कसरी नाकमुख देखाउलान्। यस्तै 2 नम्बरीकै कारण आज हजारौं सहकारी पीडित घर न घाटका भएका छन्।